नमस्कार च्यानल इसमें समीक्षा भुजेल। आज चाहिँ ढिलो भ्लग बनाएँ भन्दाखेरि नि पानी परिरहेको थियो कि अहिले पानी परेर म यहाँ छु। पानी परिरहेको छ अझै। अनि यहाँ बसेर बाह्र हेरिरहेको छु। त्यहाँनिर खोला कुन गएन उतातिर बाह्र छ म यहाँ छु। कहिले आएको सब पानी परेर यहाँ छाता ओढेर बस्नु परेछ। के आइलाई लागेको होला हैन पानी परेको नि। ल यहाँ मकै हेरेर छ। हिजो चाहिँ मैले भन्थे त के अरे हिजो चाहिँ म अर्कै ठाउँमा गएको थिएँ बाख्रा हेर्न क्या गाइसहरू। अर्कै ठाउँमा गएको थिएँ हिजो एउटा गोठमा भने अनि तपाईँहरूलाई पनि देखाऊँ भ्लग बनाऊँ भने पनि कस्तो बाह्राल दुःख दिएर क्या दुःख दिएर बनाउनै सक्यो तर अलिअलि बनाइ त अलिअलि बनाइ। अनि के यस्तै पानी परिरह यहाँ मकै रहेछ उता त्यो घरको मकै। अनि यहाँ तलतिर यो चाहिँ बाटो। तपाईँहरूलाई चाहिँ हाम्रो गोठ देखाइदिन्छौँ। हाम्रो यहाँबाट गोठ देखिन्छ र हौ त्यो हाम्रो गोठ हो हाम्रो घर हो। त्यो चाहिँ हाम्रो गोठ हो भान्सा कोठा र गोठ। अनि चाहिँ यस्तै गाइसहरू यहाँ त बाख्राको ग्याङ नै आएछ चाहिँ क्या हो छोला ग्याङमा चाहिँ देख्नुभयो बाख्रा खै अझै कता कता छ बाख्राहरू। अनि यस्तै जुम गरेर तपाईँहरूलाई देखिन्छ भनेर अनि हामी चाहिँ के अरे भोलि चाहिँ हाम्रो रिजल्टको लागि धेरै फेल हुन्छ कि पास हुन्छ चाहिँ खै त्यो चाहिँ चिन्ता लागिरहेको क्या फेल हुन्छ कि पास हुन्छ भनेर क्या। अनि म चाहिँ अहिले कुन क्लासमा जान्छु भने म चाहिँ 4 क्लासमा जान्छु अब 3मा 4। यसो भन्नु होला नि सानैदेखि भ्लग बनाएको भनेर होइन यस्तो होइन हामीलाई के अरे भ्लग बनाउन इच्छा हुन्छ क्या आफ्नो आफ्नो इच्छा हुन्छ। अनि आफ्नो आफ्नो इच्छालाई पुरा गर्नको लागि त गरिहाल्नु। म त यसो ठुलो भएपछि त यस्तो भन्छु कोही टिचर के मलाई टिचर र युट्युबर दुइटै भन्न मन छ क्या। अनि के अरे अनि गर्नको लागि हामी त यस्तै मिहिनेत गर्छौँ। सानै उमेरबाट यस्तो नसोच्नु होला गाइजहरू यस्तो नसोच्नु। त्यहाँ बाख्राहरू हिँडिरहेछन् कोही कता कता त्यतै घुमिरहेछ कोही त्यहाँ टपमा छन् कोही यतैतिर छन् कोही खोला तरेर यता आइसकेको थियो। अनि गरेको यता नि पत्ता हेर्नु त पत्ता यतातिरको पत्ता खोल्सामा ओहो झन्नै लडिन नि। अनि यस्तै अनि म यहाँ छु धन्न क्यामेरा मोबाइल छैन क्या इटिले बसेको। अनि म चाहिँ यस्तै बसिरहेको थिएँ क्या के गरौँ भनेर मोबाइल त थिएँ नि। अनि यो माटो खेलिबसेको नि खेलिबसेको यही लड्डु बनाउने हातभरि माटो छ। अनि दिदी आइ अनि म यो डल्ले खेलिरहेको थिएँ अनि दिदी आएर मोबाइल दियो क्या मोबाइल हामीसित दुइटा मोबाइल छ एउटा टिकटिके चाहिँ नयाँ हो यो चाहिँ यो मम्मीको अनि अर्को टिकटिके चाहिँ मेरो दिदीको। मेरो दिदी चाहिँ अब 7 क्लासदेखि अब 8 क्लासमा जान्छ 8 क्लासमा जान्छ क्या 8 क्लासमा जान्छ। अनि हामी आज भर्खर बजारबाट आएको अनि ढिलो भयो क्या। अनि बजारमा पनि के भ्लग बनाउँ मान्छेले के सोच्ला भनेर क्या अनि नबनाएको। अनि हामी बजारबाट अनि पानीले यस्तो बिजोक पारो गर्दाखेरि नि यस्तो बिजोक गऱ्यो नि त कति बजिसक्यो मलाई थाहा छैन। यस्तो बिजोक हालत बनाइदियो नि भने साथीहरू नभनौँ होला। आमा के अरे हामी आउँदै थियौँ क्या आउँदै थियौँ अन्त फाँट भनौँ न तपाईँहरू चिन्दैन होला हामी तपाईँहरू कहाँ बस्नुहुन्छ हामी कहाँ बस्छ अनि फाँटमा आउँदै थियो अनि पानी पर्यो खनल फाँटमा आउँदै थिएँ अनि पानी पर्यो। अनि गौँथली खोला भनेर चाहिँ सुन्नुभएको थियो होला गौँथली खोला बालागाईमा बस्यो गौँथली त्यो चाहिँ सुन्नुभएको थियो होला तपाईँहरूले गीत। अनि
सुन्नुभयो होला। अनि त्यो एउटामा आउँदा खोलामा आउँदा खुर्र पानी पऱ्यो। अनि हामी त के गर्ने होला, म मम्मी भाइ थियो। अनि दिदी चाहिँ थिएन, दिदी घरमै बसेको थियो। घरमा नि हेर्नु पऱ्यो नि मान्छेले। अनि बसिरहेको थिएँ। अनि बस्यौँ एउटा घरमा, ठ्याक्क बनाएकै घर सेटर गर्दै थियो, खोइ के गर्दै थियो। अनि गर्दै थियो काम। अनि पानी चाहिँ नहेर्नु ल गरिरहेको थियो काम। अनि के हाल्नु, अनि के अरे, अनि हामी त्यहाँ आएर भन्यो हामी यहाँ बस्नु पानी भन्यो। अनि हामी बस्यौँ क्या एकछिन। अनि पानी यति जति रहेन। अनि हामी हिँडेको हिँडेपछि हाम्रो साथी, हाम्रै क्लासको एउटा बोइजको एलिस भन्नेको के अरे मम्मीलाई भेटेको थिएँ क्या। एलिस नै कहाँ हो टप के अरे फुटबल खेल्न गएको, फुटबल त्यही प्रवीणहरूसित गएको थियो। प्रवीण खोइ कोसित गएको थियो। गएर क्या अनि गएर खोइ के भन्थ्यो। अनि मैले त त्यसो सब कुरा भनिदिएको क्या, भने त के गर्छ क्लासमा, कस्तो गर्छ भनेर भनिदिएको मैले। भनिदियो पछि नि अनि भनिदिएपछि अनि फेरि हामी गयौँ। अनि गएपछि अनि फेरि त्यसकै घरको यस्तो क्या, यस्तो ठाडो बाटो छ, फाँट छ। अनि फाँट पछि एउटा सानो कुलो जस्तो बाटो छ क्या, कुलो बाटो। अनि गएको अनि फेरि रोडमा निस्क्यौँ क्या हामी। रोडमा निस्क्यो पछि के अरे पानी उताबाट पल्लो उताबाट पानी खलल आयो। आएपछि त के गर्ने भनेर हामी त के अरे छिटो जुम देउरालीमा बस्नुपर्छ भनेर हिँडेको। तपाईँहरूले त चिन्नु हुँदैन के अरे, जुम देउरालीमा बसौँ भनेर गयौँ पछि अनि फेरि प्रचितालामा पनि पानी भयो। अनि फेरि पसलमा एउटा हाम्रै ठुलबुवाको ठुलड्याडीको हामी त ठुलबुवाले भन्छ, तपाईँहरू ठुलड्याडी भन्छन् होला। हामी ठुलबुवाको के अरे पसलमा गएर बसेको। पसलमा अरू चाहिँ तालजा लागेको थियो। अनि पसलमा गएर बसेको। अनि बसेपछि अनि पानी एकछिन रह्यो। हामी गफ गर्दा अनि पानी रहेपछि अनि फेरि जाम भनेर के अरे निस्केको, फेरि पानी आइहाल्यो। अनि के गर्ने होला भनेको। अनि सोचेँ। अनि फेरि अर्को पसलमा गएर बस्यौँ। अनि फेरि गफ गर्दा अनि पानी एकछिन रह्यो। अनि घर हिँडेपछि अनि भर्खर भ्लग गरेको। मैले त नसोच्नु होला, दल त हामी बाख्रा फकाल्यो के गर्छ। मेरो त बाख्रै कता हिँडिसक्यो नि। कोही गएर हिँडिसक्यो। कुन र थोप्ली जस्तो छ, तराबासीको छोरो तराई, अनि खैरे, अनि सेते, थोप्ली, अनि तारी, अनि कालीको छोरी, अनि तराईबासी, खैरी, अनि खैरीको छोरो जेठो छोरो र त्यसको दुईटै छोरो। अनि फेरि कुन चाहिँ ऊ त्यहाँनिर छ नि। अनि फेरि कुन चाहिँ बाख्रा, काली पनि होला, होइन होला काली त छैन। तारी र तरासी खोइ छ त्यहाँ होइन र। अनि कोही त ऊ त्यहाँ छन् यी चराएर। यो चाहिँ कुन चाहिँ रुख हेर्नु न, ढुङ्गानिर बसेको नि। हामी त जङ्गल कालो थिएँ उताबाट हेर्नु त। लगाइस धेरै भ्लग गर्न नि मन लाग्दैन क्या, अल्छी लाग्यो। अनि आजको लागि यति नै। प्लिज लाइक एन्ड सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि आजको लागि म यति नै भन्न चाहन्छु। तपाईँको प्यारी समीक्षा बुझ्यो। अनि आजको लागि नि यति। सी टुमरो हेर्नुहुन्छ हाम्रो बाख्रा। आजको लागि यति नै। बाई बाई।